मोम खतरा हो नि हौ। बुरुसली जस्तो छ भन्छ सबले। हिजोदेखि जिम गर्नु थालेको मसल त निकै पो बढेछ। यति बेला चाहिँ कसैले न्यु खोजोस् त मलाई। त्यसले भुइँमा झरेको दाँत गर्नु भ्याउँदैन नि। आम्मामामा मेरो मसल। आज त मलाई यस्तो रिस उठिरहेको छ नि, ढुङ्गा चापादिन्छ अहिले म। ओइ पाडे, तँ मेरो बाइकमा बसेर के गर्दैछस्? मधेसको कहाँबाट आइस? तैँले मलाई मधेसको भन्छस्, लडा खेल्छस्? अपुई, के रे मलाई? तँलाई नि म तँलाई जिप्रो निकालेर सड्काउँछु। तँलाई नि म तँलाई अहिले टुप्पियो खाएर पछाड्छु। म चाहिँ जिम गर्दैछु नि, तँलाई थाहा छ के? तँलाई म नाकमा ताकेर मुखमा हान्दिम। तँलाई म निम्बु निचाड्छु। यो परे अब दुई भाइको फाइट हेरिन्छ। तैँले मलाई नपत्ताको अहिले म लात्ताले दिन्छु तँलाई। लात्ताले तेरो म बाइक कुचालेर दिन्छु म। बसेर हेर्छु। तँलाई नि म तँलाई। के गर्छस् के? हात चाहिँ लगाउँदैन छ हट। हान। खै बाजेको 15 मिनेट भइसक्यो, हान्दैन तिन। पर्यो। तेरो म बङ्गारा सङ्गारा झारिदिन्छु। मेरो त झरिरहेको छ त, तेरो पो झारिदिन्छु त अहिले। दिउँ साला टाक्दै ढल्छस्। यिनीहरू मुखमा मात्रै छ, जान्छु हौ म। अल्छी बनायो नि हौ। मच्छर देख्दै तर्सिने होइन तँ, के गर्छस् तैँले? तैँले के गर्छस् हा? अपुई 1 घण्टासम्म तँलाई त म मुख फुकेर मात्रै ढालिदिन्छु। चलाउँदो रहेछ। तेरो म मोमबत्ती जस्तो लाग्यो? लु फुक्ता ढल्छु कि ढल्दिन? के गर्छस् त? तँलाई म उसिनेको आलु जस्तो तास्छु नि। 1 घण्टासम्म लडाइ पनि नखेल्दैछ योहरू। हट तेरिका।